ल म चाहिँ आफ्नो कलेजको असाइनमेन्ट सँगसँगै एउटा भिडियो क्रिएट गर्दैछु। मेरो भिडियोको टपिक चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ सानसानो कुराहरू छ नि, यो जुन चेतना अनुसार के यो दुर्घटना होइन भन्ने यो चाहिँ मैले यसलाई चाहिँ स्क्रिप्टिङ गर्न लागिरहेको छु मैले आफ्नो सोच अनुसारले। अनि यो चाहिँ के हो भन्दाखेरि हाम्रो एउटा जनचेतनको लागि जस्तै हामी बसहरूमा हिँड्दाखेरि हामी त केटा मान्छे हो, हामीलाई खासै त्यस्तो बद्नु पर्दैन, तर यहाँ केटी मान्छेहरूलाई चाहिँ हुन्छ नि एउटा त्यो फिजिकल टचहरू गर्दैन अनि अनयुजुअल कुराहरू होइन, त्यस्तो कुरामा चाहिँ अलिकति उसहरू हुन्छ क्या उहाँहरूलाई चाहिँ टेन्सन लाइफ टाइमको लागि एउटा ट्रमा हुनसक्छ होइन। अनि यसको बारेमा चाहिँ सानो 60 सेकेन्डको मैले चाहिँ भिडियो बनाउनु खोजिरहेको छु। जस्तै एउटा केटी चाहिँ हाम्रो केटी मान्छे चाहिँ बसमा चढ्दाखेरि एउटा क्राउडेड बसमा चढ्दाखेरि कस्तो चाहिँ उनीहरूको चाहिँ कस्तो भगाइ हुन्छ भन्ने कुरा यसको चाहिँ क्रिएसन म गर्दैछु होइन। सानो एउटा सिनरी चाहिँ म बनाइरहेको छु। यसलाई चाहिँ यो मेरो यही च्यानलमा कलम च्यानलमा चाहिँ मेरो म्युजिक च्यानलमा चाहिँ म अपलोड गर्छु। सो इफ यु लाइक होइन यसलाई चाहिँ हेरिदिनु होला अनि त्यसपछि सेयर गरिदिनु होला, सब्सक्राइब पनि गर्नुपर्छ। म चाहिँ यो बनाइरहेको छु होइन, म यो क्रिएटर, म चाहिँ यो कुराहरू सुनिरहेको हुन्छु होइन। हामीले अब यो हाम्रो दिदीबहिनीलाई हेरेर मम्मीहरूलाई पनि भइरहेको हुन्छ। सो यो चाहिँ एउटा अवेरनेसको लागि सर्ट फिल्म बनाउँदैछु। मैले स्क्रिप्टिङ आफै गरेर सायद तर यसलाई चाहिँ म च्याटजिपिटीमा राख्दाखेरि चाहिँ एआई हुँदाहुँदै हामीले किन त्यसलाई चाहिँ आफै त्यसलाई चाहिँ पट गर्दाहरू जस्तै भने पार्टमा किन छुट्याउनु, यसलाई छुट्याउनु दिएर चाहिँ हाम्रो सिनहरू म क्रिएट गर्दैछु। यसलाई चाहिँ म भोलि अपलोड गर्छु होला। सो लभ इट होइन, कस्तो छ प्रतिक्रियाहरू दिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गर्नु होला। धन्यवाद।